नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ इन्फर्मेसन एचडी। आज हामी लिएर आएका छौँ नेपाल र विश्वमा चर्चामा रहेको मुख्य मुख्य समाचार। भिडियो सुरु गर्नु अघि च्यानललाई सब्स्क्राइब र बेल आइकन थिच्नु नभुल्नुहोला। संसदमा अवरुद्ध, प्रधानमन्त्रीमाथि दबाव। प्रतिपक्षी दलले प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थिति नभएको भन्दै विरोध जारी राखेको छ। नीति तथा कार्यक्रममाथि छलफल प्रभावकारी भएपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। मुख्य प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग स्पष्ट जवाब मागेका छन्। राजनीतिक बहस यस घटनालाई लिएर तीव्र बहस भइरहेको छ भने सामाजिक सञ्जालमा पनि प्रतिक्रिया बढिरहेका छन्। टर्की एयरलाइन्स विमानमा धुवाँसँगै यात्रु सुरक्षित। काठमाडौँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा टर्की एयरलाइन्सले विमान अवतरणपछि ल्यान्डिङ गियरबाट धुवाँ निस्किएको छ। घटनापछि विमानस्थलमा केही समय आपतकालीन अवस्था घोषणा गरिएको थियो। 277 यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्किएको छ। प्राविधिक टोलीले घटनाको अनुसन्धान सुरु गरेको जनाएका छन्। सगरमाथा आरोहणमा मृत्युको सङ्ख्या बढ्यो। यस वर्षको आरोहण सिजनमा माउन्ट एभरेस्ट क्षेत्रमा 3 सहित 5 जनाको मृत्यु भएको पुष्टि भएको छ। खराब मौसम र उचाइको समस्या र अत्याधिक भिडलाई मुख्य कारण मानिएको छ। नेपालले यो वर्ष 492 वटा आरोहण अनुमति जारी गरेको छ, जुन रेकर्ड नजिकको सङ्ख्या हो। नेपाल क्रिकेट फेरि चर्चामा। नेपाल नेसनल क्रिकेट टिम अहिले आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत स्कटल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। किशोर स्थित टियु मैदानमा भइरहेको खेलमा समर्थकहरूको उत्साह निकै बढेको देखिन्छ। सामाजिक सञ्जालमा नेपाली क्रिकेट चर्चामा फेरि चुलिएको छ। चीन नेपाल सम्बन्ध BRI बहस। नेपाल र चीनबीच BRI अन्तर्गत नयाँ परियोजनाबारे छलफल तीव्र बढेको छ। चीनसँगको रणनीति सहकार्यलाई लिएर राजनीतिक र कूटनीतिक बहस बढिएको छ। विशेषज्ञहरूले नेपालले सन्तुलित विदेश नीति अपनाउनु पर्ने बताएका छन्। रेल र पूर्वाधार परियोजना चर्चामा फेरि। भारतले नेपाल रेल विस्तार, डिजिटल अर्थात् पूर्वाधार सुधारलाई प्राथमिकता राखेको जनाएका छन्। विशेष गरी रक्सौल काठमाडौँ रेल परियोजनालाई लिएर जनचासोमा बढेको छ। निजी क्षेत्रको सहभागिता र आर्थिक सुधारबारे पनि बहस भइरहेका छन्। बालेन शाह फेरि भाइरल। काठमाडौँ महानगर प्रमुख बालेन शाह सामाजिक सञ्जालमा फेरि चर्चामा आएका छन्। उनको राजनीतिक शैली, संसद विवाद तथा सामाजिक अभिव्यक्तिलाई लिएर समर्थक र आलोचनामा दुवै भाइरल भइरहेका छन्। समर्थकले उनको सक्रियतालाई प्रशंसा गरेका छन् भने आलोचकहरूले व्यवहारमाथि प्रश्न उठाएका छन्। नेपाली फिल्म र मनोरञ्जन अपडेट। नेपाली फिल्म उद्योग नयाँ रिलिज, अन्तर्राष्ट्रिय सहकार्य चर्चामा छ। फिल्म इके म्युथ ब्याटलले मे 15 मा रिलिज हुँदैछ भने अन्य नेपाली फिल्महरू पनि दर्शकमा चर्चामा रहेका छन्। निर्माण टिमहरूले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयास गरिरहेका छन्। आजका मुख्य समाचार यति नै। तपाईँलाई कुन समाचार सबैभन्दा महत्त्वपूर्ण लाग्यो कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोला। भिडियो मन परे सेयर, लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। म फेरि पनि अर्को भिडियो लिएर नयाँ अपडेट सहित आउनेछु। हस्, आजलाई यति नै। धन्यवाद।